Good morning, guys. Good morning. Good morning from Kathmandu, Kopanबाट आजको दिन चाहिँ स्टार्ट भइसकेको बिहानको कति 6 बजीतिर होला हौ। तलबाट चाहिँ मैले स्टार्ट नगरेको, मलाई यहाँको भ्यू देखाउनु मन छ। यो माथिको चाहिँ गुम्बा हो, गुम्बा। अनि यो हो यहाँ चाहिँ यस्तो छ घर। म बिहानै उठेर यस्तो भइसक्यो। अनि आज चाहिँ हाम्रो नानीको राइस विनिङ सेरेमनी हो। सो म तपाईँहरूलाई चाहिँ दिनभरि देखाउँछु। हिजो डेकोरेसन गरेको थियो, हेर्नुभयो होला। सो आज चाहिँ सबैजना आउनु, आज फ्यामिली सबैजना आउनुहुन्छ, भेटघाट हुन्छ। सो बिहानै उठेर चिया सबैजनाले खाइसकेको छ। अब दिनको सुरुवात भइसकेको छ। आज दिनभरि म तपाईँहरूलाई देखाउँछु हाम्रो यहाँको अपडेट। हिजो चाहिँ लामो परेको, आज चाहिँ अर्को नर्मल गरिरहेछौँ। निन्दा लाग्यो न बिहानै बिहानै यस्तो। आज मुड सुत्केछ, फुटेछ मेरो त। नेपालको चाहिँ यही कुरा हुन्छ क्या, तातो पानी रड तताएर यसो लगेर नुहाउन जानुपर्छ है गाइज। अब म नुहाउन गएँ यहीँ। माइ गॉड हेर, ए कसै जानु पर्दैन रहेछ यहाँ त। गाइज म नुहाएर साउर लिएर टक्क लिएर आउँछु। होइन यसको चाहिँ दाँतमा कहिले सकिँदैन रहेछ यो। ठुलो दिदी भनेर भिडियो बना न। मेरो घरको ठुलो दिदी कहाँ त जात राख्दैन। बच्चाहरू आयो भने छाता चुलो गर्छ नि, डेकोरेसन बन्द हानिदिने हो। यस्तो भएको गाइस। टक्क लगाएर टक्क रेडी भएर जाँदैछ। खाना को त तल हो। भेनाजु है, ओ माई गॉड। म चाहिँ नि रेडी भएर आएँ चाहिँ। दिदी ए आउनु, मम्मी त भन्ने मम्मी नै हो। स्टोरी भइरहेछ रेडी यता। दुईजना खान्छ। के छ हाम्रो यहाँ? ल टक्क लाएर म देखाउँछु है। हाम्रो चाहिँ यहाँ खाना छ। यो बिहानको दाल छ, साग छ, अचार छ। टक्क लाएर यो अचार मिठो छ रहेछ। अब म मजाले खाना खाने। यो चाहिँ फर्स्ट लट हो। यसपछि चाहिँ फेरि आएको स्न्याक्सहरू। ए यहाँनिर यसरी किचन निकालेर रहेछ। मेरो डोचो गाइस भएको छ रेडी हाम्रो चाहिँ यहाँनिर। सन्जेन भोक लाग्यो। सबैजना आइसियो। हाम्रो चाहिँ सपिङको लागि हल्ला गरिरहेको छ यहाँनिर। पैसा हो पैसा। हल्ला पनि यति धेरै हुन्छ कि यो घरमा, यतिजना मात्रै आएर। हामी मामा खलकहरू चाहिँ यता छौँ सबैजना पुरै। यो छ मेरो मम्मी, भाइ ऊ छन् उता सबैजना। हामीलाई चाहिँ घरबाट भगाएको छ है, घरबाट भाग भनेर यतातिर आएको छ। अब ल आउन जाऊँ ल। आयौँ हम साथ साथ एक साथ खाना
लामो त छ कि मामाहरू चाहिँ लास्टमा हो कि ओके मामा फलक भन्यो लास्टमा मामालाई चाहिँ आएर नमस्ते लासो यता यता मामा फलक अगाडि आउनु आउनु अगाडि मामाहरू लासो ल लासो लासो गरिदियो नमस्ते गरिदियो इमोलाई ओरेन्ज दियो अरे कि ओरेन्ज दिनु के हो दिनु वाउ भनिदियो माथि दाइले इमोलाई कल रिसिभ गरे भन्नु न ल 3 ठाउँमा हामीले के गर्ने पहिले लिइसकेपछि बल्ल ल छिटो देऊ न दिने मान्छे चाहिँ बरु अरू त हिँड्छ भइसकेको त हात हटाउ न भयो यता 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 दाइलाई भयो दाइलाई पनि भइसक्यो ल भयो ए यता पनि भइसक्यो ल भइसक्यो भइसक्यो के अनि भेना त उता हुनुहुन्छ भयो 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 थाप्नेलाई बिचरा फुच्चे भाग्छ नि त फेरि दिनुहोस् लिनुहोस् ओ त्यो इमो गुड बोय हातकै लिन्छु ल भन्नुहोस् त ल भेनाले दियो दिइसक्यो आफूले राख्ने हो ल उल्टा लासो ए खाने सकि त सका थियो ल मिठो रहेछ ओ माई गॉड भरि छ त ल बाबा ल लासो लासो औ सबैले ल लासो लासो ल लासो ल ल यता मम्मीलाई पनि लासो दोसान जुवा छैन उही छ क्या खुची रोइरहेछ हाम्रो खुची ए हो रेणु दिदी गइहाल्छ रे बच्चा रोयो ल ल जाउँ हामी त बाँकी छ बेना 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 ओ ओ बिस्तारी सबैले रोको लासो लासो गरेर खायो लासो भनेको खै त बोल्नु बेलामै खासो रे ल जम भित्र
हजुर मम्मी हाम्रो पनि राख्ने होला नि राखेको त यी मेरो हाम्रो मम्मी खोइ पहिला चाहिँ सुरुमा चाहिँ हाँसो माथि डेलिभरी गर्छ खोइ सबैजना अर्को दिन्छु अर्को दिन्छु एकछिन पक्रेको एकछिन 1 2 3 दोसो अनु त्यसको त्यो टाउकोमा निकाल्दै त आँखा चोपे तर मलाई यस्तो गरेको मनपर्छ नि टक यस्तो गर्ने मनपर्छ गरौँ एकछिन गरौँ है लास्ट एकछिन है अब लास्ट है 1 सेकेन्ड 1 सेकेन्ड 1 2 3 सबैले क्यामेराम्यान मलाई चाहिँ हेर्नु सबैले जोडी 1 2 3 ल भयो लो रुपेश आइजे कहाँ गएको हात धोको गाइस बिजी छ यहाँ त्यहाँदेखि ज्ञानी भएर बसेको छ हाय निन्दा पुरा आयो नि मेरो चानीलाई निन्दा पक्नु यत्रो दुध खुवाउन पायो भने ज्ञानी छ आसक्यो सानो जिउ गऱ्यो लासो लासो यार मलाई त थाहा छैन यो निकाल्दिनु न अलिकति मनमा अर्कै छोरी तपाईको तर्फबाट एउटा आउनु त 6 वटा आउनु पर्यो छम्मा छ यू न आके दिखा साइलरे क्या बोला फिर बोल रे साइलरे क्या बोला फिर बोल रे केबाट रे कपाल पाक्यो लाग्यो जसाको एकदम भोकरे जसा म छु त यहाँ रबाट कतिवटा छ भन्नु त गीत एउटा गाइड होइन रुक 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 अरे बाबा गाइसक्यो मेरो आज ड्युटी छ खुसी लाग्यो तिम्रो संसार बस्यो आज हेर आँसु खस्यो
अब सक्यो योबाट यो योबाट यो बाटो कहाँ जाने मैले गाउँमा पनि जान्छु भने यो Happy दसैँ मेरो नातिको पासको स्पेशल भिडियो राखेको जति बेला मलाई ह्याप्पी भइहाल्यो नि कहाँ पुग्यो सो गाइज आजको पार्टी चाहिँ यसरी नै सक्यो अनि एकदमै रमाइलो भयो होप हजुरहरूले पनि यो भिडियोलाई चाहिँ इन्जोय गर्नुभएको छ सी यू इन नेक्स्ट भिडियो थ्याङ्क यू फर वाचिङ and don't forget to subscribe my channel, hit the like button and don't forget to share it. Thank you for watching. Good night and see you in next video. Bye bye.